यो चाहिँ हाम्रो तुलसीपुर पातुखोला साइड भयो हैन। यो पातुखोला हो। यो चाहिँ पारी टोटल्ली त्यो भाग चाहिँ वाल लगायत त्यो घरहरूलाई सेप हानिदिसक्यो हैन। के बोलेको भन्ने सोध्नु होला हैन। यो चाहिँ मैले बोल्न सिकेको हो किनभने मलाई बोल्न आउँदैन नि त। जस्तै केही कुरा बाटोमा देख्यो एक्सप्लेन गर्न आउँदैन हैन। बोल्न सिक्नु सो हेलो वेलकम ब्याक टु माई न्यू भिडियो। के छ तपाईँहरू सन्चै हुनुहुन्छ होला। म एकदम बबाल छु। म चाहिँ ल यता घरको छततिर आएको छु हैन। धेरै लामो समयपछि फेरि भिडियो बनाउन लगाएँ मैले। अब चाहिँ डेली मेरो कामै हुन्छ, मेरो प्यासनै यही हुन्छ हैन। म चाहिँ अब डेली अपडेटहरू तपाईँहरूलाई दिइरहने छु। यदि तपाईँ कोही नयाँले हेर्दै हुनुहुन्छ भने एकदम सब्सक्राइब गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। त्यो गाइस म चाहिँ अहिले घरको छततिर नै आइसकेको छु हैन। यो चाहिँ हाम्रो तुलसीपुर पातुखोला साइड भयो हैन। यो पातुखोला हो। यो चाहिँ पारी टोटल्ली त्यो भाग चाहिँ वाल लगायत त्यो घरहरूलाई सेप हानिदिसक्यो हैन। यता माथिसम्म सबै त्यस्तै, माथिबाट सबै यता तलसम्म त्यस्तै गराउँदैछ हैन। अनि त्यो गाइस म चाहिँ अहिले घरको छततिर यसो हानिदिएको। आज शनिबार हो, फेरि अहिले लगभग साँझ 4 बजिसक्यो। अब म चाहिँ यतिखेर भ्लग सुरु गर्दैछु म चाहिँ हैन। ड्याममा लाएर त्यो चाहिँ टोटल्ली यो फाल्टु सामान हो हाम्रो छत। यो टोटल्ली तपाईँले रक्सी पार्ने ठाउँ। यो अगाडिको पुरानो भिडियोमा नि मैले देखाएको थिएँ। ट्याग लाएर यो चाहिँ तुलसीपुर मार्केट त्यो भयो हैन। त्यो गाइस अब म जे होस् यहाँबाट म निस्किन्छु। अब कतातिर हुन्छ अहिले म लग्छु हैन ड्याममा लाएर है। तर कस्तो मलाई बोल्न अलि औडा लागिरहेको छ हैन। त्यही पनि म बोल्ने प्रयास गर्छु हैन। एउटा बहिनी आएको छ, बहिनीको अगाडि मलाई बोल्न लात लागेको छ अरे। त्यही गाइस अब म यहाँबाट निस्किन्छु। सो होला गाइस म चाहिँ अहिले कहाँ आएको छु भनेपछि घरबाट निस्किएर पनि म असरको साइड आएको छु। असर यता योदेखि यता गयो भने चाहिँ असर पर्छ। यो पारी त्यो चल्ला फोनदेखि उता त्यो मेन रोड भयो, पश्चिम रोड सुकेको अनि डाइरेक्ट लाएर यता माथितिरको यो गते खोला भयो। यो तल चाहिँ खोलो छ, यो चाहिँ गते खोला हुन्छ डाइरेक्ट लाएर। अनि यो एरियादेखि चाहिँ आर्मीको डाँडा, यो आर्मीको ट्रेनिङ गर्ने यताउता छ हैन। अनि मसँग चाहिँ अहिले छ यो चेस्ट गार्ड। यो चेस्ट गार्ड मैले दराजबाट मगाएको हो दराजबाट। अनि के कस्तो खिच्छ यसले, मसँग चाहिँ यो 150 बाइक छ। अनि म यो 150 बाइकमा के गर्छु भनेपछि यो चाहिँ मोटो भ्लग गर्छु हैन। कस्तो आउँछ तपाईँहरूलाई रिभ्यू पनि हुन्छ हैन। तपाईँहरूलाई रिभ्यू दिन्छु यो चेस्ट गार्डबाट कस्तो भिडियो निकाल्छ भनेर। अब कस्तो निकाल्छ म यो माइक चाहिँ यहाँ भिडियोबाट सेयर गर्छु। म चाहिँ यहाँबाट नि हिँडिसकेँ होइन। अब म यहाँबाट एङ्गल मिलाउनलाई आएँ। खासमा अब मेन बाटोमा हुन्न नि त। अब यहाँबाट मिलाएँ त अब जहाँ पनि गयो नि। यहाँ त जति फेर घुमायो नि भयो, मेन बाटोमा घुमाउनु त हुन्छ। यहाँ अब गाइस यो बाटो चाहिँ पुरै असर भयो होइन। असर निस्किने भयो। योबाट एउटा राइट गयो भने चाहिँ असर स्कुल जान्छ। यहाँबाट चाहिँ ट्याक्क यो मेन बाटो भयो होइन। पश्चिम बतल्नु